सम्पूर्णमा सादर नमस्कार। आज चाहिँ म चाहिँ पोलिनोमियल टपिकको चाहिँ एउटा टपिक चाहिँ रिमाइन्डर थ्योरम लिएर आएको छु। कृपया चाहिँ ध्यान दिएर सुनिदिनु होला। आज चाहिँ हजुरको लागि एकदम निकै महत्त्वपूर्ण यो भिडियो हुनेछ। यो चाहिँ रमेश यादव अफिसियल च्यानललाई कृपया सब्सक्राइब, लाइक, कमेन्ट पनि गर्नुहोला। अनि हजुरलाई चाहिँ दिनहुँ चाहिँ एक चाहिँ मोटिभेसनल युक्त र साथै साथ नलेजफुल भिडियो पनि प्राप्त हुनेछन्। हजुर, अब म चाहिँ सुरु गर्न गइरहेको छु। कृपया ध्यान दिएर सुन्नुहोला। हजुर, यहाँ बहुपदीयको चाहिँ एउटा टपिक चाहिँ रिमाइन्डर थ्योरम। सबै हामीले चाहिँ पहिला चाहिँ यसको मिनिङ बुझ्नु पर्यो। रिमाइन्डर थ्योरम, रिमाइन्डरको अर्थ हामीले जुन शेष आउँछ, बाँकी रहेको चाहिँ शेष आउँछ भाग गर्दा, यो शेष हो र थ्योरम यानि कि साध्य। अब हामीलाई यहाँ डिफिनेसनलाई हजुरलाई पनि राम्ररी प्रश्न हुनुहुन्छ। डिफिनेसन, वेन अ पोलिनोमियल एफ अफ डिग्री, एउटा चाहिँ पोलिनोमियल हो जसको चाहिँ हामीले चाहिँ एफ को चाहिँ डिग्री कति हुनु पर्यो, n हुनु पर्यो। त्यसै गरी हामीले चाहिँ वेन अ पोलिनोमियल सी अफ एक्स एफ डिग्री n, वेयर n चाहिँ हामीले 0 भन्दा चाहिँ बढी पनि हुनु पर्यो र 0 हुँदा पनि केही फरक हुने छैन। यो n को भ्यालु चाहिँ के हुन्छ भने n यति हुन सक्छ, यो 0 पनि हुन सक्छ र यो चाहिँ 0 भन्दा पनि माथि पनि हुन सक्छ। अब इज डिभाइडेड बाई बाइनोमियल टर्म, द्विपदीय चाहिँ एउटा टर्म हुनु पर्यो x माइनस a, देन द रिमाइन्डर इज एफ ए एन्ड द डिग्री अफ क्वोटिएन्ट इज n माइनस 1 हुन्छ। अब हामीलाई यहाँ हेरौँ त, हामीले चाहिँ बाइनोमियल टर्म द्विपदीय चाहिँ एउटा पद हुनु पर्यो, जुन चाहिँ पद x माइनस a हुनु पर्यो। त्यसले हामी चाहिँ जब हामीले चाहिँ भाग गर्छौँ चाहिँ देन त्यसपछि हामीलाई द रिमाइन्डर इज एफ ए आउँछ एन्ड द डिग्री अफ क्वोटिएन्ट, हामीले चाहिँ जुन भागफल आउँछ त्यसको चाहिँ डिग्री, फेरि डिग्री चाहिँ कति आउँछ, हामीले चाहिँ यति आउँछ। त्यसै गरी हामीले चाहिँ नेपालीमा पनि एकचोटि बुझौँ। शेष साध्य, यदि n डिग्री भएको फलन बहुपदीय, n डिग्री भएको बहुपदीय एफ छ जहाँ चाहिँ n चाहिँ 0 भन्दा ठुलो छ र साथै साथ 0 सँग बराबर पनि छ। त्यसै गरी लाई x माइनस a ले भाग गर्दा, जो x माइनस a बाइनोमियल टर्म यानि कि द्विपदीय हो, गर्दा यसले भाग गर्दा शेष एफ ए आउँछ। हामीले भन्छौँ यहाँ हामीले के राख्यो भने यहाँ पनि के आउँछ, यहाँ a राख्यो भने यहाँ पनि a राख्छ। त्यसै गरी भागफलको डिग्री कति आउँछ, n माइनस 1 हुन्छ। त्यसै गरी हामीले चाहिँ सपोज चाहिँ हामीले एउटा चाहिँ प्रयोग पनि सानो गरौँ। कृपया चाहिँ अनिष्ट ल हजुर चाहिँ यहाँ एउटा चाहिँ इक्जाम्पलबाट चाहिँ हजुरले चाहिँ प्रश्न रूपमा बुझ्नुहुन्छ। कृपया चाहिँ ध्यान दिएर चाहिँ सुन्नु होला। हजुर चाहिँ एउटा हामीले चाहिँ बहुपदी दिएको छ, यहाँ चाहिँ px पनि राख्दा पनि हुन्छ। पोलिनोमियल x इक्वल टु x² प्लस 2x माइनस 5 छ। हामीले एउटा बहुपदीय छ, त्यो x² प्लस 2x माइनस 5 छ। त्यसै गरी हामीले भाजक पनि छ, त्यो भाजक चाहिँ x माइनस 2 छ। हामीले भर्खरै पढ्यो x माइनस यति हो। अब यससँग हामीले चाहिँ कम्पेयर गर्नु पर्यो। हामीले के निस्काउनु छ, भागफल एफ ए इक्वल टु वाट। हामीले यहाँ हेरौँ त, यति निस्काउनु छ, एफ ए निस्काउनु छ, तर हामीले भर्खरै पढ्नु हो। भाजकमा चाहिँ के हुन्छ, x माइनस a ले चाहिँ भाग भएको हुन्छ, त्यसपछि चाहिँ मात्र हामीले चाहिँ ऊ आउँछ, एफ ए चाहिँ भाग गरिसकेपछि आउँछ। त्यसकारण चाहिँ सबै यहाँ चाहिँ हामीले के गरौँ भने एफ कम्पेरिङ विथ नेपाली मिडियम लगाऊ। यहाँ चाहिँ एफ लाई भाजक x माइनस 2 लाई हामीले चाहिँ x माइनस a ले तुलना गर्दा, हामीले भर्खरै पढ्यो x माइनस a ले भाग गर्नु पर्यो, तर x माइनस 2 ले दिएको छ। त्यस कारण हामीले के बुझ्नु पर्यो भने चाहिँ हामीलाई x माइनस 2 छ, यहाँ 2 को ठाउँमा कति हुनु पर्यो,
ए हुनु पर्यो। त्यसकारण हामीले चाहिँ यसले भाग गऱ्यो भने यक्स त यक्स टर्म मिल्यो तर माइनसको पनि माइनस मिल्यो तर ए छ। ए को ठाउँमा कति दिएको छ 2 छ। त्यसकारण हामीले चाहिँ ए को भ्यालु चाहिँ कति भयो 2 भयो। अब हामीले चाहिँ यो ए को भ्यालु 2 भयो। अब त्यसै गरी हामीले भर्खरै भनेको हामीले जुन भागफल आउँछ त्यो एफ ए हुनुपर्छ। त्यो एफ ए को पनि भ्यालु निस्काल्नु पर्यो। त्यो एफ ए को भ्यालु अब हामीले केमा राख्छौँ एफएक्समा। अब हामीले बुझ्नु पर्यो कुरा यही छ यहाँ यक्समा नै यति छ एक्स स्क्वायर प्लस 2x माइनस 5 छ। तर यहाँ हामीले चाहिँ एफ ए राख्नु पर्यो भने यसमा पनि त पुरै एफ ए राख्नुपर्छ। त्यसकारण हामीले यहाँ ए राख्नुपर्छ। त ए त राख्ने तर कति राख्ने ए को त हामीले भ्यालु निस्काइसक्यो। भ्यालु मान कति छ 2 छ। त्यसकारण हामीले फेरि तलतिर अलिक राम्ररी बुझ्नु होला। के नबुझे कमेन्ट पनि गर्नु होला। यो अवश्य नै हजुरलाई हामीले फेरि बुझाउने छौँ। त्यसकारण राम्ररी हेर्नु होला। त्यसकारण हेर्नु यो एफ एक्स स्क्वायर प्लस 2x माइनस 5 छ। तर हामीले एफ ए निस्काउनु छ। यो एफ ए इक्वल टु ए स्क्वायर प्लस 2x माइनस 5 हो। तर हामीले एफ ए भयो। अब फेरि के गर्नु पर्यो हामीले चाहिँ एफ ए त भयो तर हामीले चाहिँ एफ टू पनि निस्काउनलाई भनिन्छ। एफ ए को मान कति ए को मान हामीले कति प्राप्त गरेको छ 2 प्राप्त गरेको। त्यसकारण एफ को ठाउँमा चाहिँ हामीले चाहिँ 2 राख्न मिल्छ। त्यसकारण त्यसै गरी हामीले चाहिँ एफ 2 राख्छौँ। ए को ठाउँमा हामीले भर्खरै ए को मान कति भयो 2 आयो। त्यसै गरी 2 को होल स्क्वायर प्लस 2 इन्टु एफ ए सँग फेरि 2 ले गुणा गऱ्यो भने 5। अब 2 को चाहिँ स्क्वायर गर्दा 4 भयो। त्यसै गरी 2 2 जा 4 भयो माइनस 5 भयो प्लस 8 भयो माइनस 5 भयो। हामीले चाहिँ यहाँ 8 भयो 8 बाट चाहिँ 5 जाँदाखेरि 3 आयो। यही नै चाहिँ हामीले चाहिँ यो रिमाइन्डर थ्योरम अनुसार एफ ए भ्यालु चाहिँ 3 हुन्छ भने हामीले प्राप्त गर्यो। यसरी चाहिँ यो भिडियो चाहिँ एकचोटि नभए पनि हजुरले 2 चोटि पनि हेर्नु होला। कृपया चाहिँ बुझ्नु होला। त्यसै गरी चाहिँ हामीले एफएक्स एकचोटि अझै कृपया बुझ्नु होला। एफएक्स छ एफएक्सलाई एफ ए हामीले एक्स को ठाउँमा ए राखेको छौँ। एफ ए को भ्यालु निस्काउनु छ। अब हामीले चाहिँ एफ ए छ एफ ए को यानि कि ए को भ्यालु हामीले चाहिँ पत्ता लगाइसक्यो। एफ ए को ठाउँमा 2 राख्नु पर्यो। अब हामीले ए को ठाउँमा 2 राख्यो। त्यसै गरी 2 स्क्वायर प्लस 2 इन्टु 2 माइनस 5 हो। त्यसै गरी हामीले यसलाई प्लस 4 भयो फेरि चाहिँ प्लस 4 माइनस 5 हो। त्यसै गरी हामीले चाहिँ भ्यालु एफ ए को मान 3 भयो। यसै गरी हामीले एफ ए इक्वल टु मान निस्काल्नु थियो। एफ ए अब ए को ठाउँमा कति छ एफ ए भनेको कति हो एफ 2 भयो। एफ 2 इक्वल टु 3 भयो। यही नै चाहिँ हामीले चाहिँ शेष साधे हो र शेष यही चाहिँ शेष हो। यही नै हामीले चाहिँ शेष थ्योरमबाट चाहिँ यो आएको छ। कृपया चाहिँ हजुरलाई आशा गरेको छु कि हजुरलाई धेरै यो भिडियो चाहिँ महत्त्वपूर्ण हुनेछ। हस्त धन्यवाद।